व्यवस्थापन गर्नको लागि सफ्टवेयरमा पठाउँछौँ, ढलमा पनि हामीले मिसाउन सक्छौँ। घरको सबै अहिले ढलमा त गइरहेछ नि हैन। अनि केमा कन्फ्युजन भयो हजुर भन्नुहोस् त। यसैलाई एक्सप्लेन गर्ने हो भइहाल्यो नि, बढी सोध्दैन, 5 मार्क्स मात्रै सोध्ने हो त्यो च्याप्टरबाट पनि। यसैलाई चाहिँ अब जस्तो मैले की पोइन्ट मात्र लेखेँ हैन, आज त्यो च्याप्टरको समय होइन हो। त्यो भएर तपाईँले हिजो नै रिक्वेस्ट गर्नु भएको थियो, अनि त्यो लेखाइसकेको छ, त्यो हजुरले अलि नबुझेर हो। यसैलाई एक्सप्लेन गर्ने हो, हामीले एक्सप्लेन गरेको छौँ नि हैन र हो। भोलि यही मात्रै सोधिन सक्छ, घरबाट निस्केको फोहोर पानी व्यवस्थापन गर्ने उपायहरू लेख्नुहोस् भन्छ हैन। अनि यो सोलिड को जस्तो ठोस फोहोर व्यवस्थापन गर्ने उपायहरू लेख्नुहोस् भन्न सक्छ। अनि फेरि कसरी सोधियो यतिखेर सोलिड र नन सोलिडको चाहिँ डिस्टेन्स छुट्याउनुहोस् भनिदियो। यसैलाई यसको त्यो छ, यसको त्यो छ, यसरी हो डिस्टेन्स।